नमस्ते एभ्रिवान, वेलकम ब्याक माई च्यानल। आई होप तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै छु। अनि आमा चाहिँ अब मम्मीलाई अस्ति आमाको मुखले दिनमा के किनौँ भनेको केही चाहिँदैन, झोला किन्दै अरे, अनि त्यही भएर झोला किन्न आएको छु। यहाँ हुनुहुन्छ भाउजू, यस्तो राम्रो टिकटक नहेर्नु नि हो। यहाँ आफ्नै च्यानलको प्रमोसन हान्दैछु हैन, सब्स्क्राइब पनि गर्दैछु। कति भाउजू 800 को 800 त महँगो भयो। खै तिम्रो पनि फोन देऊ त एकचोटि। यहाँ अब दुईजनाको प्रमोसन गर्दैछु, आफ्नै सब्स्क्राइब गर्दैछु हैन। एकदम भाउजूको पसल चाहिँ म बाहिरबाट पनि देखाइदिन्छु हैन। भाउजू चाहिँ राम्री हुनुहुन्छ, एकदम राम्री भाउजूकै। आमामा त ल यो झोला चाहिँ मैले मन पराइसक्नु भयो हैन। राम्रो अलिक सस्तो मस्तो राम्रो देखाउनु। यहाँ चाहिँ देख्न सक्नुहुन्छ बुटहरू पाउनु सक्नुहुन्छ, सस्तो मात्र 1000 रुपियाँ गोटा बुट आउँछ। यो एन्जाहरू लगभग 1300 मा आउँछ हैन, 1250। मेरो नाम लिनु भन्दा 1250 मै आउँछ। यहाँ छ जुत्ता नर्मल चप्पल हैन, यस्तै छ भाउजूको पसल चाहिँ यस्तै छ। यहाँ बिजुलीको सामानहरू पनि पाउनुहुन्छ। आएछ त ओ सन्तोष, तँलाई खोज्दै आएको म। राम्रो छ यहीँ जानु साँच्ची। उयो प्लग फेर्नु छ एउटा, त्यही भएर बिहानदेखि आएको। भात खाने ठाउँमै अँध्यारो भइसक्यो। यस्तो एउटा छिटो आइहाल्यो कि हामीसँगै जाँदा पनि हुन्छ झोला किनेर। हामी यहाँ झोला किन्दा चाहिँ यही झोला मन पर्यो मम्मी। अब भाउजूले यही देखाएको छ। यो तरो पनि छ। ओप्पो यो स्पोन्सर होइन, कुनै पनि स्पोन्सर होइन, ओप्पो देखाएको मात्रै। आमा भाउजू त के हो, कति राम्रो हो भाउजू। दाइ हेर्नु यहाँ एउटा उ मात्रै छ हैन। पिछाडी म भ्लग बनाउँछु के दाइकोबाट पनि सब्स्क्राइब गर्नु। पिछाडीको कोठा यही मात्रै हो नि। रामके तामाङ छ। रामके तामाङ यहाँ पनि र सब्स्क्राइब गरिदिन्छु। भाउजूको पसलमा यहाँ देख्न सक्नुहुन्छ जुत्ताहरू। के ब्रान्डको जुत्ता छ नि हो। ओगी अरे एयरफोर्स। आम्मामा ब्रान्ड युट्युब। बाइक छ भनेमा यसले चाहिँ हेलमेट देखाइछ, हामीसँग छैन भनेर। यो खतम छ। राम भाइले टिकै बोकेर जाँदा पनि हुँदैन। प्लास्टिक त दिनु नि, किनेपछि खै त किनेपछि चाहिँ प्लास्टिक चाहिन्छ। यहाँ हेर्नु, यहाँ भ्लग भएर फाइदा हुने रहेछ होइन। यो चाहिँ यो भाउजूको छोरी। एकदम पसलको रिभ्यू मलाई अब सस्तोमा दिनुहुन्छ। पसलको रिभ्यू दिएपछि सबै यहाँ मैले लाउने खालको किन खालको केटी यो ज्याकेट छ। यो हुडी अब के गर्नु, कम्ती बाक्लो हुडी रहेन त, यस्तो बाक्लो खालको रहेछ। यो ट्र्याक चाहिँ ठिकै रहेछ बरु होइन। डबल एक्सएल होइन। यता छु यता। ल भाउजू कति हो? ल सो गाइज अहिले चाहिँ अब झोला पनि किनिसक्यौँ होइन। भाउजूले अब मिलाइदिनु भयो। यत्रो प्रमोसन गरेपछि मिलाइदिनु परेन त अनि हैन। अब आजलाई चाहिँ यति नै हुन्छ। धेरै पछाडि भिडियो बनाएको। अनि होप यु लाइक द भिडियो। इफ यु लाइक द भिडियो, लाइक, सेयर एन्ड सब्स्क्राइब। बाइ बाइ।